हेलो आज चाहिँ सायम राई श्रम सांस्कृतिक पार्क आएको अरे बाउ छोरा हाइकिङ कस्तो वाइट खालको नि जिरे खोर्सानी आम्मामा कति धेर फलेको बाउ छोरा हाइकिङमा आज पुरै अगाडिबाट छोरालाई देखाइदेऊ सागर राई यो हो सागर राईको बचेरा सायम राईहरू आज हाइकिङ हिँड्ने गर्यो अम्म खुसी थोरै छैन हेलो सायम राई कहाँको बाउ चाहिँ कालो चोला लाएर हाँसै उठ्दो देखिरहेछ सायम राईलाई आज हाइकिङ आएको अरे बाजेको पार्कमा बाजेको पार्क हेर सायम राई खुसी सायम कहाँको आज सायम राई जय मसी खै पापा खोइ पापा यहाँ गाडी भएको छ पापा भन्नु पापा सायम राई कहाँ हिँडेको अरे बाजेको पार्क बिरुवाहरू चाहिँ मजाले हुर्केछ त्यो घाँस ताते गर उठ ताते उठ न उठ ताते ए छोड्दै न के गर्दो रहेछ त्यसरी घुँडा त फेरि पिल्सिन्छ नि फेरि त्यो घुँडा दुख्दैछ कागती पनि फुल्दो रहेछ है कागती हाम्रो यो अम्बाक मान्छे बसेको नफाल्नु त कहाँसम्म पुग्ने भनेको यही हेलो गाइज सायम राई चाहिँ बाबाको काखमा छ सायम यता हिँड्नु ममुलाई हिँड्नु सायम बाई 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 कुकु पानी खाऊँ न कुकु हेलो हामी चाहिँ आम्मामा हाइकिङ गर्दै कहाँ आएको छौँ आज यति टाढो सायम राई चाहिँ बाबाको काखमा छ हामी भेलेटा निस्किन्छौँ हाइकिङ गर्दै नि यता हिँड्नु ढेडु हो छ्या सायम राईको बाबु चाहिँ पुज्दिने छोरा चाहिँ यता यस्तो भुइँ पट्याउने हो छोराको चर्ती नै बेग्लै छ हेलो गाइज त उनीहरूले लड भने बाबा छैन सायम के खेल्नु भएको छ्या उठेर हिँड सायम छ्या 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 छोरी चिलाउँछ र पो अझै चिलायो भनेको मैले भनाइ ला
कोही चाहिँ घाँस खाँदैछ मेरो बाबाले खानेकुरा किन्दैन है घाँस कोही मान्छे यस्तो गर्दैछ है खानेकुरा किन्दैन है हिजो मलाई नुहाएको मान्छे हेर धुलो खेलेर ला यो पार्क आउनुलाई त धुलो खेल्नुपर्छ हाम्रो यात्रा यहीँसम्म यहाँदेखि हामी फर्किन्छौँ पसिना त फेरि के हो नि सायन राईकै तारा रमाइलो छ हालेन अन्त सायम राई तिमी पार्क घुम्न आएको यही माटो खेलाउनु सायम ए सायम साङपाङ राई हेलो सायम राई यता छ बाउ छोराको पारा हेरै माटो लगेर नुहाइदिनुपर्छ होला सबै कानतिर टाउकोतिर डलेर बालुवा पानी होइन त पानी दादासँग खेल्नु हाँस्न भइदियो उतै उफ्रिन्छ